सो हेलो युट्युब फ्यामिली, के छ? सन्चै हुनुहुन्छ हजुरहरू? र आज म धेरै पछि लङ भिडियो लिएर आएको छु। सो यो लङ भिडियो चाहिँ अब हजुरले थम्बनेल र टाइटल देखेर थाहा पाइसक्नुभयो कि यो लङ भिडियोमा के हुनेवाला छ भनेर। र यो लभ स्टोरी चाहिँ काइन्ड रोमान्टिक एन्ड फन्नी छ। सो सबैजनाले चाहिँ अन्त्यसम्म हेरिदिनु होला। र एउटा के कुरा हो भन्दा चाहिँ मैले चाहिँ पर्मिसन लिएको छैन कि मैले यो भिडियो चाहिँ युट्युबमा हाल्छु भनेर, जसले चाहिँ यो लभ स्टोरी मलाई सुनाएको छ। मैले हजुरहरूको लागि चाहिँ लुकी रेकर्डिङ गरेर पोस्ट गरिरहेको छु युट्युबमा। सो हाइप गरिदिनु होला यो भिडियोलाई। सो अब ढिला नगरिकन भिडियोलाई स्टार्ट गरौँ। त्यही बसमा मन परेको केटीलाई एक केटीसँग अनि आइडी कसरी पायो केटीको? सुन 2-3 दिन बोल्यो होइन योसित, यो घर स्कुलमै क्या। अनि मैले फेरि अनि यो मलाई यो मन पर्न छोडो। किन? अब खै यो बेला के थाहा मलाई। त्यति बेला एट्र्याक्सन थियो भनेपछि एट्र्याक्सन त थियो नि। एट्र्याक्सन नभए भए मनैदेखि माया गऱ्यो भए त त्यति बेला छोड्थेनौ नि त्यो बेला। त्यही त, त्यति बेला एट्र्याक्सन मात्र थियो। हेर्दा तिमीलाई राम्रो देख्यो अनि त्यही भएर मतलब मनदेखि चाहिँ रुचाएन अनि त्यसपछि भन्न। अनि यहाँ पछाडि मैले एउटा केटी मन परायो होइन। काइन्ड अफ कस्तो यो काली थियो होइन। काली क्या लास्टै। अनि माथि मन पर्ने होइन तर बानी बेहोरा मन परेन केटीको। अब 6 सक्यो, 5 सक्यो अब 6मा गएँ। 5मा त एउटा मात्रै केटी मन पर्यो। अब 6मा पुगेँ। 6मा पुगेपछि मैले अनि यो केटी मलाई मन पर्न छोडो। फेरि एउटा थाहा पाएँ, काली केटीहरूलाई मन पराउनु हुँदैन, मसँग हिँड्छौँ कि ताले भनिदिएको। किन? अलिक म्याचुरिटी भयो क्या। अनि अब भन, म्याचुरिटी पछि के भयो? म्याचुरिटी पछि भन। 7मा पुगेँ हेर केटा हौ। अब लौ म 6 को सुनेकै छैन। मैले 6 को सुन्दै सुनेन। उताको जर्नलमा हो, यहाँ आएन। मैले 6 को सुन्दै सुनेन। भन न त्यो म्याचुरिटी पछि। 6मा केही भएन क्या। ए 6 क्लासमा केही भएन? 6मा पढियो सक्यो। अनि अब पारी गएको बेग म भन्दिनँ। लौ भन न फेरि। अब लामो जस्तो भन्छु भन्छ फेरि भन्दिनँ अरे। मुडै भएन बेसी दुटा मुडमा। के भयो? भनिदिन्छु केटा हो। ल सुन्ने हो 7। 7मा ओबिटीको 1 मिलियन पुगेपछि भन्छु ल। भन न बेसी ठो। 7को स्टोरी त्यो 1 मिलियन पुगेपछि भन्छु तिम्रो। हेर न फेरि अब कस्तो चुत जस्तो मान्छे भन न छिटो। ल हाम्रो कहानी गरे 7मा म एन्ट्री थियो। अनि अब म हाउस क्याप्टेन भयो होइन। अब हाउस भाइस क्याप्टेन भयो। हजुर। अनि क्याप्टेन केटी पारी होइन। अनि बोली होइन यो केटी चाहिँ गोरी थियो होइन। कसैलाई भाउ दिन्न थियो अरे क्या स्कुलभरि। खै अब साँच्ची यो साथीहरूले भनेको होइन, मलाई जम्मेलाई यो
यो यस्तो लाइनहरू मार्दाखेरि भोलिपल्ट आएर रक्षाबन्धन बाँधिदिन्थ्यो अरे म थाहा थियो अनि म चाहिँ को हो यो यस्तो केटी भने होइन प्रजललाई पर्खाल म तिमीलाई भेटाइदिन्छु भन होइन प्रजल भने मेरो साथी अनि भेटाइदिन्छु भन फेरि अर्को दिन पनि आइन अनि भेटाइदिन्छु भनौ पर्सि आउँछु होला भनौ होइन प्रजल अनि यसलाई त्यो यही हो तेरो फ्यान भनौ भनेर मिलायो होइन प्रजलले यसलाई प्रजलले कसलाई मिलायो मलाई प्रजलले मलाई भेट्टायो क्या यो केटीसित ए मिलाइदियो मिलाइदियो भनेको बोलाइदियो भेट्यौँ बल्ल स्कुलमा थाहा पायो केटी पनि छ भनेर होइन अनि 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 यहाँदेखि चलो कति भन्दा यहाँदेखि बोल्दै 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 गयौँ होइन अब स्कुल छुट्टी हुने दिन बेला अब होइन यो भ्याकेसन सक्यो क्या भ्याकेसन पुरै लास्ट डे भ्याकेसन सक्यो क्या एक्जाम भएर सक्यो होइन लास्ट दिन थियो हजुर अनि केटाहरूले तिमीलाई कस्तो लाग्छ भने राम्रै भने होइन यसले पनि मलाई मन पराउँछ होइन अनि यसले फेरि होइन होइन भने होइन म छेउमा जाँदाखेरि म साइड टाइपको मान्छे हो क्या अब यहाँ मैले कस्तो कमनली भनेको छु अब यो साइड टाइपको क्या म पुरै साई भनेको बुझेँ क्या मैले पनि होइन भने होइन होइन भनेर मैले अनि चल्ने होइन अनि अनि यहाँ काट घरतिर चल्यो अनि फेरि स्कुल लाग्यो होइन स्कुल लाग्यो प्रजलले भन यसले पनि तँलाई मन पराउँछ तँ पनि यसलाई मन पराउँछ कतिलाई प्रपोज भने अनि अनि मैले सोध्छु अनि मैले हान्देँ म्यासेन्जरमा अनि त्यसपछि म यहाँ लेख्छु केटा हो लेख्छु नै भन यहाँ लेख्छु भन न यार छिटो नाटक बेसी फेरि यो चाहिँ कहाँ भन्दाखेरि हामी रुममा थियौँ क्या अनि यहाँ हेर आफै पढ्नु भन न त्यसपछि किस खायो भने अनि सिचुएसन एक्सप्लेन गर्छु ल ए मेसेन्जरमा प्रपोज भएको एक्सेप्ट भयो होइन अनि अर्को दिन किस खाएको अनि अर्को दिन निकै नि एक यस्तो छिटो हो म यो बेला साइन्स प्रोजेक्टको बेला ए के उस भइसकेपछि कति बेरमा मतलब कति दिनमा साइन्स प्रोजेक्टको बेला थियो होइन अनि साइन्स प्रोजेक्टको बेलाकै यसलाई के भएछ होइन अनि म गएँ होइन के पो भनेर सोधेँ होइन यसको साथीहरूले बोलाएको यो केटीको साथीहरूले मलाई ठुली हो तर एक क्लास 8 क्लास भन न अनि बोलाउन आएपछि म गएँ के पो भनेर सोधेन के यहीँ बस्न इच्छुँ भने म बसेँ होइन अनि तल हाम्रो एउटा रुम छ क्या कस्तो भन्दाखेरि यो रुम चाहिँ पुरै खाली खाले क्या कोही जाँदैन यस्तो कपल्सहरू मात्रै छ अहिले पनि छ यो रुम होइन कपाल जोन भन्छ होइन हामी ए कपाल जोन त्यो रुममा स्कुल हान्छ होइन एक दिन केटाहरूलाई मस्त अनि यहाँ गयौँ होइन हामी अनि बिआरएक्स भनेको खतरा इन्सपायर बाई टोबी राम भट्ट होइन हल्का अब सिधै क्रिएट यस्तै भयो क्या म छेउमा गएर बसेँ होइन मलाई पनि मन लाग्यो मैले हान्ने अब कसरी हान्ने चाहिँ नसोध्नु होला होइन लिप टु लिप यत्तिकै गालामा बच्चा हो थोडी अनि कति सेकेन्डसम्म खायौ यही 10 सेकेन्ड त थियो होला हौ अनि फिल्डमा गथ्यौ कि नै हजुर फिल्डमा गयौ कि नै त अनि फिल्डमा गयो कि नै त अनि त्यसपछि कतै सतै अलि भएन यतिकै त्यो एसेम्ब्लीमा उभिए जस्तो गरेर लिप टु लिप खाएको हो
ए दुईटा हात पछाडि थियो तिम्रो मतलब के त्यो एसेम्ब्लीमा उभिएर हात पछाडि गर्छन् नि त्यस्तै पछाडि थियो कि भनेको अगाडि थियो हात त अगाडि थियो कता थियो त कता हुन्छ बे हल्का नर्मल विस्टतिर कि कता धार पछाडि केटीको धार पछाडि ए विस्टतिर कि कता के त्यसपछि के भयो भन अनि यस पछाडि अब हाम्रो यो एक दुई दिन यस्तै एक दुईचोटि गयो होइन फेरि गऱ्यौँ ट्विस्ट आयो कहानीमा अब कहानीमा ट्विस्ट हुन्छ यो अनि अब हाम्रो यहाँ पुतो के अरे अब हामी टुरमा लाने भयो होइन स्कुलले रुकै एकचोटि एउटा भाइले भोइस गरे रुकै कति लाग्छ आदित्य भाइ सुन्दैछौ कति लाग्छ भन्न आदित्य भाइ पनि छ बे यहाँ कति लाग्छ हेर्न एकचोटि भन्नु छिटो गराजमा हेर्नु कति लाग्छ भन्न भन टुर गइसकेपछि के भयो टुरमा गयो अब हामी यो 3 दिनको टुर थियो होइन नाइट पुरै एउटै बस मैले एउटा कहानी सुनाउनु बिर्सेँ अब यो बिच यति नै टुरको होइन एउटा सर थियो होइन सर त्यो सरलाई चाहिँ लभ स्टोरीमा लास्ट इन्ट्रेस्ट हुन्छ क्या लभ स्टोरीहरुमा अनि हाम्रो पनि थाहा पायो भने यसले मलाई स्टोरी सोध्यो होइन मैले सुनाइदिएँ केही भनेन होइन मैले सुनाइदिएँ अनि अब यसले सुनाइसकेन अब मेरो कहानी सुनाइसके अनि यो सरलाई पनि थाहा थियो होइन यस्तो बारेमा लभ परेको थियो भनेर अनि बसमा हामी बस्यौँ होइन एउटै ब्रेन्चमा एउटै पछाडि ब्याकतिर अनि बेलुका कस्तो यो त नाइट बेलुका नाइट यो हात पछाडि मजाले बोक्ने अगाडि मजाले आउने अनि बेलुका भएन टक्क अनि मसित एउटा बहिनी बसिरहेको थियो होइन बहिनी मेरो साथी बसिरहेको थियो होइन अनि यो साथीलाई मस्त सुताइरामे ले त उठाउनु को सुते थियो तिमी कि तिम्रो साथी हेलो को सुते थियो मसित दुईटा हामी त्यहाँ सँगै बसिरहेको थियौँ होइन मेमले आएर उसलाई चाहिँ एक सिट पछाडि हालिदिनु हो क्या किन अब केटाकेटी सुत्न दिन्छ नि टुरमा दिन्छ नि त हाम्रोमा त अनि पछाडि भएन अनि यो सित चाहिँ एउटा सुनिता भन्ने बस्यो होइन अनि यो सुनिता पहिला बेलुका एकदम अगाडि बस्छ तिमी भने होइन मैले आउँदिन भन्छ आऊ बहिनी भन्छु कि आउँदिन मलाई डर लाग्छ भन्छ अनि के हो न पछाडि मैले हात लगेँ केमा सिटबाट पछाडि हात ए सिटबाट पछाडि अनि बिस्तारै हात हाल्यो अनि मजाले केटा जे बुझिरहेको छ त्यही है माथि के त भन न स्पष्ट म बुझ्दिनँ यस्तो कुराहरू बुझ्नु भइहाल्छ दाइ मैले बुझेन नि भन न सिट पछाडि के गर्यो त्यसपछि त्यही हो कत्रो थियो अटा थियो एउटा हातमा आदित्य भाइ हो के केही हुन्न मम्मी गाला हुन्छ नि यसो परतिर जाऊँ न के गरे अटा थियो एउटा हातमा गीत त हुँदो रहेछ नि मजा आयो मलाई हो कति एउटा हातले नै होला कस्तो झिरिङ्ग हुँदो रहेछ एउटा हातले नै होला एउटा हातले
अनि त्यो गर्ने बेला चाहिँ केटी के गरिरहेको थियो चुप राखेर दिएले केही भनेन अलि त त्यो पनि त उस भयो होला नि सिक भयो होला नि लास्टै सिक भयो जस्तो लाग्यो होइन अनि मैले बिस्तारै एकछिन मजाले गरेर बिस्तारै तल हात लाउन खोजेँ होइन